म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। म नेकपा एमालेको झोले हो। त्यसकारण भीम रावलको तपाईँलाई किन चिन्ता पर्यो? 48 सालदेखि एकछिन मुख खाली छैन, बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता? अरूलाई पालो दिनु पर्दैन? बोल्दाखेरि पनि भीम रावल बुढा भए भन्नुभन्दा अगाडि सोच्नुपर्ने नि आफै जो लौरो टेकेर हिँड्ने खोके बुढो छ त्यो बुढाले आफूभन्दा 5 वर्ष कमको नेतालाई कसरी बुढा भए भन्न सकेको कस्तो सोच विचार गर्नु न तपाईँ, हामी विचार गर्नु न। पैसा ल्याउ त, पैसा ल्याउ। 32,000 करोड मात्रै, 21,000 करोड डलर। हजुर गरिब भयो के पनि राष्ट्रिय पिता हो। त्यसकारण उहाँलाई जतन साथ माटो पनि गाडी दिनुपर्छ। नौका पछाडि एउटा सुन्ना राख्यो भने 10 हुन्छ। अलिकति भ्याएको बेलामा चाहिँ म बालकोटे गएर ट्युसन पढाउने हो एउटा विषयमा त पढाउनै पर्ने भएको छ। मैले मन्त्री बनाउँछु, मैले भन्ने त्यही हो। जित्नु न सित्नु मन्त्री बनाउँछु भन्ने गएको छ। ढाँट्न कति सक्या? तनाउ गएर मन्त्री बाँड्छु, उहाँ गएर चितवन गयो मन्त्री बाँड्छु, उहाँ गयो मन्त्री बनाउँछु, उहाँ गयो मन्त्री बनाउँछु। चुनाव अगाडि सबैलाई मन्त्री बनाउँछु भनेका कहाँ बनाएको छ त? हिजो अस्ति त भन्दै हुनुहुन्थ्यो रेणु यादवलाई भोट देऊ भनेर। अनि रेणु यादवलाई भोट माग्न हुने? अर्को प्रचण्डजीको छोरी चितवनबाट उठ्नुभएको छ रेणु यादव। ठुलो छु भन्दैमा हामीलाई नयाँ पो त्यसरी हेप्ने हो। हेपाइ अति भयो। गठबन्धन टुट्नु हुँदैन, कुनै हालतमा टुट्नु हुँदैन। छोड्दिनँ नाइ के म छोड्दिनँ। शेरबहादुर देउबाजेलाई म भन्छु ल त सम्पत्ति दान गर्नुहोस् त। तपाईँले बल्ल बोल्दै हुनुहुन्छ तपाईँ चार्ज त बोल्नुपर्छ भने के छ यहाँ? प्रचण्डलाई भन्छु म गर्नुहोस् त। हात हल्लाए। माधव कुमार नेपाललाई भन्छु। तपाईँ एमालेको झोले, म नेकपा एमालेको झोले हो। कति काण्ड छ झोलामा। यी झोला किन बनेका भने तपाईँ एमालेको झोले, म कबुल गर्छु झोले हो।